आजको यस कार्यक्रमका सभाध्यक्ष महोदय पोखुरका आदरणीय अध्यक्ष र म संलग्न भएको संस्था न्युयोर्क राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पश्चिमाञ्चल क्षेत्रको पनि उहाँ सभापति हुनुहुन्छ। नवदत्ताजीलाई हामी छोडेका छैनौँ। अनि परम आदरणीय पद्मरत्न तुलाधर पद्मलाई हामीले अत्यन्त प्यारो नाम बोलाउने नाम ड्यासमा उपस्थित हुनुभएका आदरणीय अग्रजहरू र उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरू, सर्वप्रथम म मानव अधिकार समुदायका तर्फबाट पद्मदाईलाई आज एउटा उमेरको महत्त्वपूर्ण चरण पार गरेर एउटा अर्को चरणमा प्रवेश गर्नुभएकोमा यो नेवारहरूको लागि 77 वर्ष 77 दिन कुनै के यस्तो कुरा कि मेरो श्रीमतीलाई थाहा होला कि मल्लकेलाई थाहा होला है, मलाई धेरै कुरा थाहा छैन। मलाई मेरो श्रीमतीले जहिले पनि समाजलाई नेवारै भनिरहेको छ। म अलिकति बट्ट अन्तर्राष्ट्रियतावादी छु। म अलिकति युनिभर्सालिस्टिक नोसनमा आफूलाई आकाशमा तगिरहेका हुन्छु म। अनि मलाई यो मल्लकेले पनि कहिल्यै किन दिँदैन। श्रीमतीसँग त मेरो यो कुरामा जहिले पनि डिबेट र डायलग र सँगसँगै कन्सेन्सस चल्दैन र धेरै बन्नु पर्दैन। पद्मरत्न तुलाधर हाम्रो यो समकालीन राजनीतिक आन्दोलन सामाजिक आन्दोलनका एक पर्यायवाची शब्द हुन्। पद्मरत्न तुलाधरको नाम निकालिदिने हो भने विशेष गरिकन यो बागमती क्षेत्र काठमाडौँ क्षेत्रको आन्दोलन अपूर्ण हुन्छ। अझ यो विगत 40-45 वर्षको इतिहासमा हामी देख्छौँ काठमाडौँ राजधानीका चाहे सामाजिक आन्दोलन होस्, चाहे जातीय आन्दोलन होस्, चाहे राजनीतिक आन्दोलन होस्, चाहे मानवाधिकारवादी आन्दोलन होस्, ही स्ट्यान्ड्स लाइक कोलोसस, एउटा भीमकाय व्यक्ति। मान्छे सानो, स्वर पनि उहाँको स्वर मञ्चमा गएर भाषण गर्दाखेरि मात्रै ठुलो, अरू बेलामा त उहाँको स्वर सुन्नको लागि मेरो त कान पनि यस्तो नजिक लानुपर्छ। अनि यति सरल कि आई डोन्ट नो वेदर ही प्रिटेन्ड्स ही इज रियल, तर इनोसेन्स, यति इनोसेन्ट। म लामो भन्न चाहन्न। पद्म दाईलाई मैले 2044 सालमा मानव अधिकार सङ्गठन ऋषिकेश शाहजीका मैले नजिकबाट भेटेको हुँ, चिनेको हुँ। भने त्योभन्दा अगाडि युग के अरे के शब्द युग के अरे युगधाराको त्यो पत्रिकाको अफिसमा म गइरहेको थिएँ। अनि मलाई हिरेन्द्र दाई यो मल्लकेहरूले त पनि 2-4 शब्द लेख भनेर सानो सानो टुक्रा टाक्रीहरू नेपालीमा लेख्ने गर्थे, चिन्जान हो। र रमाइलो के भने यो मानव अधिकार भनेपछि मासम भयो। मानव अधिकार यो जुन सङ्गठन हो शाहजीले गठन गर्नुभयो, त्यतिखेरका माले भन्ने मान्छेहरू, तत्त्वहरू, सुशीलजीहरू सबै मासममा हटाए। मासममा नहटाउने जनमोर्चा, तुलसीलाल दाई लगायत सम्पूर्ण वामपन्थी, अरू त्यतिखेरका काङ्ग्रेस र अलिअलि उदार विचार राख्ने पञ्च जति जम्मै कहाँ समेट्न पर्यो त?
अनि मानव अधिकार सङ्गठनमा समेटिए। त्यही भएर बाबुरामजी पनि आउनुभयो। अनि भिसिलाजीलाई थाहा रहन्छ, उहाँ पनि, उहाँको नाम पनि संस्थापक सदस्यमा छ, तर उहाँलाई थाहा, मैले भने तर बाबुरामजीले दिनुभयो क्या तपाईँको नाम, तर संस्थापकमा एनिवे भनेपछि अनि त्यो मानव अधिकार सङ्गठनको विधान बनाउने बेलामा 3-4 जना सधैँ हल्ला गरिराख्ने, सबैभन्दा बढी हल्ला गर्ने, शाहजीलाई घुमाइराख्ने, उल्लु बनाइराख्ने प्रदीप गिरी, अनि चर्को बहस गर्ने बाबुरामजी, अनि म पनि हल्ला गरी टोपल्थेँ। तर अनि गोपाल चिन्तन, अनि बोल्दै नबोलिकन एकदम रमाएर कुरा सुन्ने चाहिँ, आफ्नो कुरा भन्ने होइन, सुन्ने चाहिँ पद्मलाई सुनै गर्न सक्ने भए न, मुसु हाँसेर सुनिराख्न सक्ने। शाहजी चाहिँ घरै उतार्न जसरी कराउनु हुने त्यो किसिमले। अनि त्यसपछि हामी सायद 55-56 सालतिर मानव अधिकार सङ्गठन, राष्ट्रिय मानव अधिकार आयोग स्थापना हुनुपर्छ भनेर आन्दोलन चलायौँ। सुशीलजी, म, गौरीले थिमे त्यो सबै बाजा मिलाउने, सब किसानहरूले थिमे बजाउँछ नि, मलाई उहाँलाई त अलिक बलियो साथ ल त थिमे बजा भनेर कहिले गौरी, अनि सुशील चाहिँ झैझाइ गर्ने, के भन्छ त्यसलाई, झ्याम्टा, सुशील चाहिँ झ्याम्टा हाने। अनि पद्मलाई पनि हामी सँगसँगै हिँड्नुभयो। अनि अरू पनि छन् हजुर, कालो त्यो लगाएर। अनि त्यसपछि 24 घन्टे अनसन सिंहदरबार त्यो भद्रकालीनिर बस्दाखेरि हामी छिटाहरू चाहिँ रातभरि हल्ला गर्थ्यौँ, हो हल्ला गफ। पद्म राई त नबोलिकन पद्म राई तपाईँ त केही बोल्नुहुन्न, होइन यो अनसन बस्दाखेरि यो सत्याग्रह हो, बोल्नु हुँदैन भनेर एउटा हामीलाई उहाँले त्यो किसिमको एउटा लेसन दिनु। अनि त्यसपछि एकैपल्ट 2065-63 सालको आन्दोलन, हाम्रा परम प्रतापी पूर्व महाराज धिराज सरकार ज्ञानेन्द्रको परम कृपाले हामी उहाँले इमर्जेन्सी लागू गरेको पहिलो दिन नै पाहुना भयौँ र पद्मराई, चरणजी, मल्लके लगायत हामी 22 जना, 22 कि 24 रे चरणजी, 22 जना कि 24 जना रे, 23। अनि त्यसपछि दमन दाई हामीलाई लगेर थिमीको दुवाकोट। अब के भने कुनै पनि पुलिस चौकीमा कुनै पनि थानाले हाम्रो अनुहार देखेपछि राख्नै नमान्ने, सलाम गर्ने, राख्नै नमान्ने। सबै के भयो पुलिसहरूको, के भने पुलिस यिनीहरूको के भने यस्तालाई राखेपछि त दुःख पाइन्छ ठुला बडाहरू। अनि त्यसपछि हामीलाई लगेर त्यो सशस्त्रको त्यहाँ एउटा बेस क्याम्प बनेको थियो, राखे। त्यहाँ हामी 19 दिन बस्ने बेलामा अत्यन्त नजिकसँग बस्यौँ पद्मदाई। अब यसरी अघि सुशीलजीले नै भन्नुभयो, पद्म त तुलाधर एउटा आन्दोलनको नाम हो। उहाँ अब जस्तो एकपटक त हिजलाजी मान्छेले भन्यो कि कहीँ यो प्रचण्ड भन्ने चिनेको थिएनन्, प्रचण्ड भन्ने मान्छे पद्मनाथ तुलाधर त होइन भन्दै पनि काठमाडौँमा हल्ला चल्थ्यो। अनि एकपल्ट गिजा बाबुले भन्नुभयो, ए भाइ बाबु त खुब यिनीहरू पद्मनाथ नै यिनीहरूसँग बट्टा नजिक भएर हिँड्छ अरे नि, तँलाई के थाहा छ, के थाहा छ तपाईँ यिनीहरूको बारेमा? खोइ तपाईँलाई जति थाहा मलाई भने तपाईँलाई नि बढी थाहा होला नि भनेर। अनि मान्छेले भन्थे
होइन यो माओवादीले प्रचण्ड भनेर पद्मरत्नलाई नै अगाडि त्यो किसिमको यो काठमाडौँमा हल्ला छ भने क्या। अनि उहाँले जुन इस्युजहरू उठाउनु भयो नि, जस्तो अब म सुशीलजीले अघि भन्नुभएको युज पनि हो मिसयुज पनि हुनुभयो भन्ने कुरामा सहमत छैन। कुन चाहिँ चस्मालाई हेर्ने, यथास्थितिवादी चस्मा, समाजमा अधिपत्य जमाएका जात र वर्गको चस्माले हेर्ने हो भने उहाँ मिसयुज हुनुभयो, उहाँले जातीय कुरा उठाउनुभयो। यो जुन डोमिनेन्ट चस्मा, वर्गको चस्मा, सत्तामा बसेको चस्मा, जो नेपालको हरेक दल हरेक पार्टी सरकारमा सधैँ सत्तासीन हुन्छन्, उनीहरूको चस्माले हेर्ने हो भने पद्मरत्नजीले धेरै राम्रो काम गर्नु भएन। हुन त उहाँको आन्दोलनमा त्यो आन्दोलन म बट्टा राजनीतिक र मानव अधिकारवादी र बौद्धिकतर्फ लागेँ, त्यो आन्दोलनमा म लागिनँ। तर कुरा के भने उहाँले ऊ बेलामै बुझ्नु भएको थियो, म जस्तो मान्छेलाई बुझ्न धेरै समय लाग्यो। उहाँहरूले यो नेपाल भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। यो जसरी 250 वर्ष यता पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरे, विजय गरे, के गरे, यो म इतिहासमा जान चाहन्छु। तर पृथ्वीनारायण शाहले किराँती कालदेखि, ऋषभि कालदेखि अथवा पुरानो गोपाल वंशी कालदेखि मल्ल कालसम्म एउटा जुन नेपालको इतिहास, समाज, संस्कृतिमा जुन गतिशीलता थियो, पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका नेपाल जितेपछि त्यो गतिशीलतालाई अन्त्य गरिदिए। यो कुरा पनि साँचो हो। त्यो परिणाम स्वरूप अहिले पनि म काठमाडौँको नेवार, म भक्तपुरको पृथ्वीनारायण शाहसँग अन्तिम लडाइँ लड्ने खलकको नेवार, तर म नेवारी यसरी म बोल्न सक्दिनँ, मलाई असजिलो लाग्छ। यो जबरजस्ती मल्लहरूले बोल्न लगाउँछन्, त्यो अर्कै कुरा हो। मल्लले मसँग कहिल्यै नेवारी बोलेको छैन। फेरि उसको मसँग नेवारी बोल्ने बेलामा ऊ सोझो मात्रै बोल्दैन, ऊ कुनै कुनै विशेषण महान वाणी पनि प्रयोग गर्छ कतिपय साथीहरू। के भने एउटा त्यसले गर्दाखेरि जुन काठमाडौँका नेवारहरूमा उहाँले एउटा चेतना ल्याउनुभयो, जागरण ल्याउनुभयो, नेपालका अधिकांश जाति जनजातिमा त्यसको प्रभाव पर्यो। यति धेरै प्रभाव पर्यो कि अहिले त नेवारभन्दा अरू जाति जनजाति बढी चेतनशील भएका छन्। तिमीले त पछाडि परिसक्यौ, यो आफ्नै ठाउँमा छ। यसैले गर्दाखेरि अब होइन, अब यो कहीँ पनि यो मेल्टिङ पट छन्। पहिला अमेरिका गएपछि सबै एकदम प्रोटेस्ट्यान्ट, क्यापिटलिस्ट, एङ्ग्लो साक्सन सोसाइटीमा गएपछि जम्मै मिसिन्छ भन्ने। अब मिसिएर त अब अमेरिकामा पनि, युरोपमा पनि प्रोटेस्ट्यान्ट बन्थ्यो। अब सबैले आफ्नो आफ्नो आइडेन्टिटी गरेका छन्। एसिमिलेसनहरू अब छैन, एउटा नयाँ प्याराडाइम। तर चेतना भयो पद्मराई, मल्ल, तर धिनासा चाहिँ भएन। जुन पुनरुत्थान हो नि, मैले नेवारी समाजमा पनि देख्छु, सबै हरेक जनजातिहरूमा देख्छु, चेतना भयो। चेतना सँगसँगै कता कता आफू बाहेक अरूप्रति कता कता ईर्ष्या, डाह, घृणा र कति भेदभाव पनि हो। तर रिनासा चाहिँ आएन। अब रिनासाको मुभमेन्ट हो कसले लिड गर्ने हो? मलाई लाग्छ पद्मलाई यो सांस्कृतिक क्रान्ति, राजनीतिक क्रान्ति त अरू पनि छन् राजनीतिमा नेतृत्व लिनेहरू,
तर उहाँलाई सम्झिने हामीले विशेष गरिकन सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति र मानव अधिकार आन्दोलनको उहाँ कहिल्यै नथाक्ने अभियन्ता हुनुहुन्छ। र अघि बद्री दाइले ठिक भन्नुभयो, बद्री दाइ मैले गौरीसँग 84 वर्ष हुँदा पनि हामी मध्ये सबैभन्दा तपाईँ नै ह्यान्डसम हुनुहुन्छ, फुर्तिलो देखिनुहुन्छ क्या। तपाईँको स्वर पनि अझै पनि बात गर्छ जस्तो छ, त्यो गुड हेल्थ हो त्यो। अनि पद्म दाइको चाहिँ आजभोलि खुट्टो पनि कमजोर उहाँ अलिकति उहाँलाई बुझ्नलाई धेरै नजिकै जानुपर्दछ। र बद्री हामीहरू सबैको यहाँलाई शुभकामना, हामीहरू सबैको शुभकामना यहाँलाई लागोस्। यहाँको स्वास्थ्य, यहाँको जोस जाँगर उत्साह र यहाँको जुन प्रतिबद्धता धेरै वर्षसम्म हामीलाई पद्मरत्न पद्म दाइको यो सक्रियता आवश्यक छ। र आजको दिनमा यो कार्यक्रम आयोजना गरेर फफुर मानव अधिकार संरक्षण मञ्च मासम र कन्सर्न नेपाल, विजय लगायत हाम्रो गणेश विके लगायत सबै साथीभाइहरूलाई म हार्दिक बधाई र धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।